हेलो साथीहरू, नमस्ते। आज चाहिँ भने साथीहरू मैले चाहिँ टेलरको काम गरिरहेको छु। टेलरको काम चाहिँ के भन्दाखेरि अब यहाँ माथि छतमा ड्र्यागन फ्रुट पाक्न लागेको छ। त्यसलाई चाहिँ कागले खाएर ध्वस्तै बनाउनु खोजिरहेको रहेछ। त्यही भएर चाहिँ मैले यो हल्का यो झोला जस्तो सिलाएर लगेर छोप्ने निर्णय गरेँ साथीहरू। साह्रै पो दुःख दियो त कागले त सालै पछि। अनि यसलाई चाहिँ टक्क झोला जस्तो सिलाउने अनि लाने अनि छोप्ने हो साथीहरू। सिलाइ पनि सकियो। अब 7-8वटा सिलाएँ। अब छोप्न थालेको यस्तो हुँदै खाइदिन्छ। त्यही भएर चाहिँ जुन पाक्नु खोजेको तिनीहरूलाई चाहिँ यसरी छोप्दै राख्नु पर्यो भन्ने सोच गरेँ साथीहरू। हल्का पाक्नु खोज्यो कि त कागले खाइदिइहाल्छ साथीहरू। त्यही भएर यसरी छ्याप्प छोपेर राखेपछि ढुक्क भयो नि त। अनि यसलाई अब पाक्छ, यसलाई खोल्दै फेरि अर्को पाक्नु खोजेकोलाई छोपिदियो गर्नु पर्यो भन्ने सोच गरेँ। ल है साथीहरू।